कस्तो आयो भने राम्रो आयो एउटा भिडियो बनाऊ नेपाल र गजरीले बाँकी राखेको थिएनन् मलाई आज टोपीलाको त फोटो हालिसकेको थियो त होइन भनेर सोध्नु लगाइदियो मलाई नेपाल बाले गजरीहरू केक लिने हिँडेमा भनेर सुनाइदियो क्या अनि त्यसपछि टोपीलाको हालेको थियो त अगाडि नै रे ल है ल भिडियो बनाउन पर्छ है रेडी ल के भइहाल्यो अहिले मलाई भिडियो बनाएको गरी उल्टो आफ्नो सेल्फी गरी त्यति हो आफ्नो सेल्फी बनाइ त्यति हो तेरो भिडियो बनाउने बाबाको भिडियो बनाउने पर्दैन बाला खुवायो भने त छोरी पर्दैन तैँले ल्याएर खुवायो हुन्छ बा त्यहाँ बस्नु भइसक्यो पर्दैन सुनिस् तैँले ल्याएर खुवायो हुन्छ जसले खुवायो नि हो पहिला पुगाला खुवाइदिनु गाला दिनु यसो दल्दिनु गाला दल्दिनु म मर्किँदै दल्दिनु छोड्ने यो किरिम किरिम पैसा तान्ने हुन्छ नि त्यस्तो हाल्दैन नि म 50,000 जति अब गाडी ल्याइदिए म तल गरेर आउँछु भाइ आज फेरि ले त धेरै जम्मा अर्पण आऊ जेठी हामी कान्छीले खान्छ केक खानी भनेको थियो आज उले बिचरा खाइरहँदै केक खान बस्यो कि म त्यो भ्लग बन्द गरेर त नानी ओइ मेरो बर्थडे बन्द बन्द गर्छ गर्छ हेलो विनिले चाहिँ इन्भिटेसन ल बनायो भन्ने तिमीले नि मलाई तले हाले सम्झौ ल बाबा हरिशरण अङ्कलले फोन गर्नुभयो हरिशरण अङ्कलले धेरै खानु हुँदैन गुलियो छ अब भान्जी ब्याट्री बसेर चाहिँ उसलाई चाहिँ अब बर्थडे भन्ने मेरो निना नि भन्ने यसमा हाल्दै भोलि मान्छे नि भयो होला हिउरी कि नातिनीलाई नि भनेर खाइ हामीले नातिले त तल लडाइ गरिदिनु थिएँ पुरिन्थ्यो कोही कोही लठी भन्थे के गर्नु
हो मान्छेको बोलाउन नचिकन नचिकन भन्यो भने अनेक जानी हेर्यो भने घर पैसा पुगिन्छ अनि ल अर्पण छिर्काउँछु जानुपर्छ ल कान्छी त बस्ने होइन राजा यहाँ छैन लाउने लुगा पानीमा किन जानुपर्छ बाइकमा बदिन यो रुनै सक्छ यो यी रुवाहरू मामाहरू आएर बस्नु नि अस्ति के अरे अर्पण पूर्णिमालाई छ आज तिमीलाई छोड्ने चिन्ता नगर्नु ए छ होइन कति लाउनु अर्को खान्छ मन पर्दैन बुवा जाउँ